ल हामी चाहिँ अहिले यो कालीनगर नगरपालिका हुँदै यो शक्तिगढ जाँदैछौँ। अब शक्तिगढबाट माथि चाहिँ चेपाङ बस्ती पुग्नेछौँ। यहाँबाट चाहिँ 12 किलोमिटर अगाडि रहेको रहेछ सिद्धि भन्ने ठाउँ। कोषाध्यक्षज्यू चाहिँ के भन्दै हुन्छ कुरा के राख्नुहोला? अब हामी ट्रिप भन्दा नि हाम्रो काम विशेषले एउटा रिसर्च मानव सेवामा समर्पित भएर अब क्याम्प गरौँ भन्ने सोचको साथ 16 गते क्याम्प गर्ने सोचको साथ हामी यहाँबाट अध्यक्षसँग कुरा गर्न आएका छौँ। हजुर हाम्रो के अरे केन्द्रीय सदस्य पछाडि बसिराख्नु भयो, उहाँले केही 2 शब्द कन्टेन्टमा जाइन। टाढा पर्छ, माथि पर्छ, त्यहाँ जानु र। वडा कार्यालय त यतै होला है तपाईँ? हामी यस्तो बिग्रियो बाटो किन जाने? यो बाटो कस्तो छ एकचोटि बुझ्नु पर्यो। फिस्लिङ जाने बाटो रहेछ त। दायाँ लाग्यो, घरमा जाने त दायाँतिरै हो। त्यो भाइले सोधौँला नि दाइले भने के गरेको त्यो फाल्देउला नफाल त्यही राख्नुहोस् त्यहाँ त पसिना सर्छ। अनि यो हो नि त लाइन भिडियो खिच्नु। हामी डेन्टल साइन्स हाइजेनिक एसोसिएसन अनि बल्ल बल्ल पो मजा यो हो नि त लाइन। यति गर्नु पर्यो क्या। लामो बनाएको त खतरे पिच रहेछ त। अनि सिद्धि बजार यहाँबाट कार्यालय पुग्यो। अब त्यहाँ जाम यो कालिका नगरपालिका हामी चाहिँ 11 मा जाने छ। गाडीमा सामानहरू लोड भइसकेको छ। केही सामान चाहिँ यहाँ लोड गरेका छौँ। केही डिक्कीमा लोड भइसकेको छ। बिस्तारै गर है। सक्छौ? ल बल्यो धन्न त प्रजे यसो ल भाइ ल लाग्यो भने भयो। ल तिनजना चाहियो होला नत्र
स्थायी हाजिरा एसोसिएसनका केन्द्रीय सदस्य विजय महतोजीलाई साथै उपस्थित हुनुभएका सम्पूर्ण अतिथि वरिष्ठ अतिथिहरूलाई तथा सानो नानी भाइ बहिनीहरूलाई उहाँले आज भने मेरो टपिक भने तपाईँहरूलाई अब ब्रस कसरी गर्ने त्यसको बारेमा केही सानो जानकारीहरू गराउनु। शिक्षाको वृद्धिलाई उज्यालो गराउनको लागि आश्रय दिनुभएका हाम्रा यस सञ्चालक इगल भाइलाई र आज हामीले यस कार्यक्रममा चाहिँ हात लिएर चाहिँ बाहिरबाट आउनुभएको छ होइन। त्यसको साथसाथै हाम्रो डेन्टल क्लिनिक पनि छ। अघि नै हाम्रो डेन्टल शस्त्रका साथीहरू भन्नुभयो कि मुख भनेको हाम्रो कुनै पनि खानेकुरा भित्र विभिन्न रोगका कीटाणुहरू प्रवेश गरिएको हुन्छ। त्यसले गर्दा हाम्रो अन्य स्वास्थ्य पनि खराब छ भन्ने कुरा हामी बुझ्छौँ भन्ने कुरा भएको छ। पहिला बुढाबुढीले भन्थे नि, बुवा आमाहरूले भन्नुहुन्थ्यो जसको दाँत बलियो छ त्यसको हात बलियो हुन्छ, जसको दाँतै कमजोर छ त्यसको हात बलियो हुन सक्दैन, कमजोर हुन्छ भनेको विभिन्न रोगले उसलाई आक्रमण गर्छ भन्ने कुरा बुझिन्छ। त्यसैले गर्दाखेरि दाँत सर्वप्रथम हामीले दाँत सफा राख्नुपर्छ। दाँत कसरी सफा गर्ने भन्ने कुरा पनि हामीलाई नलेज भयो होइन। बालबालिकाको ठुलो परिवर्तन देख्नु पाउनेछ भन्ने शुभकामना दिँदै र मेरो कार्यका दशको तर्फबाट र व्यक्तिको तर्फबाट तपाईँलाई मुरीमुरी धन्यवाद दिँदै सबैलाई पाउँछु। नमस्कार 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 सर, नमस्कार हजुर, नमस्कार। यो सर नमस्कार हजुर। फेसबुक पेजबाट चाहिँ आह्वान गर्छौँ। प्रोसेस एक्ज्याक्ट के छ हाम्रो समाजमा थियो। हामीले चाहिँ मेरो श्रीमती चाहिँ शिक्षिका हल्लिएको छ के पनि छैन, हल्लाउनु मात्रै हल्लाउनु निकाल्ने आज अर्कोले गरौँ त यसले माथिकोले मलाई सुन नि दारी पनि हातले गर्नु त हातले। जानु जानु दिदी जानु। हामी चाहिँ निरीक्षणको लागि चाहिँ जाँदैछौँ। होस्टेल हो सर, सरकारी गभर्मेन्टको स्कुलको यो माध्यमिक विद्यालय।
सधैँ हरेक दिन चाहिँ 10 किलोमिटर हरेक दिन बिहान अहिले अन्तिममा ब्रस लिएर पुऱ्याउनु पर्छ ल ब्रस र मन्दिर खानु बनाएर हाम्रो म्याडम र हाम्रो छोरीहरू हाम्रो ग्यास म्याडम विज्ञान डेन्टल साइन्स डिस्ट्रिक्ट एसोसिएसन बागमती प्रदेशबाट चाहिँ आज पाल्नुभएका आदरणीय हाम्रा डाक्टर साहबहरू बुद्धिजीवीहरू हाम्रो भवाजुटी मनहरू चाहिँ यहाँ आउनुभएको छ एकदम हामी मनैबाट उहाँलाई जोरदार ताली साँच्चीकै हामी पीडामा थियौँ कहिले दाँत दुखेर कहिले पेटमा अन्नको दाना नभएर हामी सबै समस्या भएको पोकोमा हामी गुज्रिरहेका थियौँ पनि जातिको हाम्रो यो छात्रावास छ हाम्रो 11 बोरा चामल हाम्रो 1 बोरा आलु र विविध सामग्रीहरू यहाँ हामीलाई तपाईँहरू दिइरहनु हुँदाखेरि चाहिँ म एकदमै यो 27 तारिखले भयो म एकदमै खुसी छु र छात्रावासबाट हामी एकदमै खुसी छौँ बच्चाहरू पनि एकदम खुसी हुनुहुन्छ उहाँहरूले मलाई त्यहाँ बाहिर पनि कुरा गर्नुभएको थियो अङ्कल हाम्रो त यो सोच्दा पनि नसोचेको थाहा छैन है हाम्रो त जात सम्बन्धी पनि थियो भन्ने कुराहरू थियो मलाई पनि एकखेप चाहिँ यी ब्रस र मन्त्र मात्र होला भनेर सोचेको थिएँ तर यो त हाम्रो यतापट्टिको यो खानाको पाटामा पनि क्रस पोइन्ट हुँदाखेरि एकदमै आभारी छौँ हामी संस्थाको तर्फबाट र बच्चाहरूको तर्फबाट हामी व्यक्ति तर्फबाट एकदमै आभारी छौँ तपाईँहरूलाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि यस छात्रावासमा तपाईँहरूको यो क्लब तपाईँको यो भित्रमा मेम्बरहरू हुनुहुन्छ तपाईँ त्यसको कुन चाहिँ चुनावमा गरेर बस्नु भएको रहेछ मलाई एकदम खुसी लाग्यो हाम्रो चाहिँ यो के भन्छ सोसियल मिडियाबाट टाढा भएको संस्था हो तपाईँहरूको हरेक पेजबाट यो समस्या यो यहाँको तपाईँहरूले बुझिसक्नु भएको छ देखिसक्नु भएको छ प्लिज एकचोटि तपाईँहरू पेजमा के चिज पनि यहाँ रहियोस् भन्न चाहन्छु र यहाँको पीडालाई यथार्थ चिन्तन गरिदिनुहोस् र भोलिका दिनमा तपाईँहरूको सहयोग यो ठाउँसँग चाहिँ अलिकति कलेक्सन भएर यहाँ आउँदाखेरि हाम्रो बच्चाहरूलाई पहिलो दिन बस्ने दिनसम्म खाना हुने आशाका साथ तपाईँहरू चाहिँ आगामी दिनहरूमा हाम्रो यहाँ अग्रज हाम्रो अध्यक्षहरू केन्द्रीय अध्यक्षहरू आउनुभएको छ स्कुलबाट पनि आउनुभएको छ उहाँहरूलाई पनि सम्झित निकायमा कुरा राख्नु अनुरोध गर्न चाहन्छु र भोलिका दिनहरूमा हाम्रो बच्चाको अनुहारमा पीडा होइन कि हाँसको मुस्कान र पढाइमा गुणस्तर भएको र भोलि हाम्रै बच्चाहरू चाहिँ त्यो ठाउँमा पुगेको हेर्न चाहन्छु र हाम्रो सबैलाई निराश नबनाइदिनु होला भन्दै तपाईँहरूलाई पनि पुनः धेरै धेरै धन्यवाद भन्दै आगामी दिनहरूमा यसरी आइदिनु भयो नमस्कार मेरो नाम शिरीष चापागाई म यस नेपाल डेन्टल साइन्स हाइजिन एसोसिएसन बागमती प्रदेशको अध्यक्ष धन्यवाद नेपाल डेन्टल साइन्स हाइजिन एसोसिएसनका चाहिँ केन्द्रीय सदस्य यस हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका हाम्रो आदरणीय प्रमुखज्यू यसै वार्तालापज्यू सिद्धि स्वास्थ्य चौकीका प्रमुख आदरणीय रामचन्द्र केसीज्यू हाम्रो निमन्त्रणालाई स्वीकार गरेर बुटोलदेखि आउनुभएका यसै नेपाल डेन्टल साइन्स हाइजिन एसोसिएसनका उपाध्यक्ष सुशील आलेज्यू र यसरी नै
नेपाल डेन्टल साइन्स हार्जेन्स एसोसिएसनका महासचिव दिलुक कुमार गाहाज्यू र यसरी नै हाम्रो निमन्त्रणालाई स्वीकारेर आउनुभएका अन्य मेरा सहकर्मी साथीहरू र यसै सिद्धि छात्रावासका हामीलाई सहयोग गर्नलाई चाहिँ दिनरात खटिनुभएका हाम्रा आदरणीय भरत चेतन सरज्यू अनि अन्य विद्यार्थीहरू आज हामी यस प्राङ्गणमा जम्मा भइरहेका छौँ। हजुरहरूलाई कौतुकता लाग्छ कहाँ कसरी आयो होला भनेर। सर्वप्रथम त हाम्रो नेपाल डेन्टल साइन्स हाइजिन एसोसिएसन भनेको चाहिँ एउटा यस्तो संस्था हो जसले मुख स्वास्थ्य बारेमा जानकारी दिँदै देशको हरेक कुना कुनामा काप्चामा गएर त्यहाँका वञ्चित उत्पीडित वर्गहरूलाई मुखको स्वास्थ्य बारेमा चाहिँ जानकारी दिँदै जनचेतना फैलाउँदै किन होला खास हाम्रो मुख स्वास्थ्य चाहिँ सफा राख्न जरुरी किन छ, दाँतको के महत्त्व छ त है भन्दै हामी हिँड्दै गएको एउटा संस्था हो। अनि यसै अन्तर्गतको हामी बागमती कलेजको चाहिँ एउटा टिम बनेर आएका छौँ यहाँ हजुरहरूको ठाउँमा। र सर्वप्रथम त अब मेरा अग्रज दाजुहरूले अनि मेरा साथीहरूले भनेर गइसक्नु भएको छ दाँतको चाहिँ महत्त्व के छ भनेर होइन, मुख स्वास्थ्य राख्न किन जरुरी छ है, अनि हामीले मुख स्वास्थ्य राख्नको लागि के कामहरू गर्नुपर्छ, ब्रस गर्न कसरी गर्ने, अनि खानेकुराहरू के खाने के नखाने भनेर गइसक्नु भएको छ। सानो कुरा चाहिँ हामीले दाँतमा चाहिँ किरा लाग्यो भनेर कतिजना चाहिँ अझै पनि फुक्दै हिँडेको छौँ होला, कति ठाउँमा फुक्दै पनि हिँडेछौँ होला। अनि यो चोप राखेर ठिक हुन्छ भनेर आँखको चोप है, अनि बर्फको चोप, अनि के चोपहरू राख्दै हिँडेछौँ होला। अनि के ढाकीकोमा गएर फुक्न जाँदाखेरिमा फुकेर ल किरै झऱ्यो भनेर किरै पनि देखाएको छ होला, तर त्यो होइन है। हाम्रो मुखमा किरा भनेर त्यस्तो स्याउस्याउ हिँड्ने किरा हुँदैन। किरा हुन्थ्यो भने त हामीले अलरेडी थाहा हुन्थ्यो नि त होइन र, हो नि है। किरा हुँदैन, किरा हाम्रो मुखमा सबैजनाको मुखमा चाहिँ किटाणु हुन्छन् है। सबैभन्दा अगाडि त दाँत किराले खानु भनेको के हो भन्दाखेरिमा हाम्रो मुखमा सबैको मुखमा चाहिँ किटाणुहरू हुन्छन्, ब्याक्टेरियाहरू भनेर सुनेछ नि है। हो त्यो किटाणुहरू हुन्छन्। जस्तै अब गाउँघरमा मासु काटेको देखेछ नि है, मासु काट्दाखेरिमा मान्छेहरूलाई चाहिँ बोलाउनु पर्छ। अनि त्यहाँ कुकुरहरूलाई त बोलाउनु पर्दैन हो किन भन्नु त, उनीहरूले त गन्ध थाहा पाउने बित्तिकै अनि त्यस पछाडि कहाँ रहेछ भनेर अनि त्यहाँबाट पुगिहाल्छन्, त्यहाँ उनीहरूलाई बोलाउनै पर्दैन। त्यस्तै हाम्रो मुखमा पनि के हुन्छ भन्दामा त्यस्तै कुकुरहरू जस्तै किटाणुहरू हुन्छन् के। अनि हामीले खाना खाइदियो, चक्लेट खाइदियो, अनि कुरमुरे चिजबल के खाइदियो, जे खाए पनि ब्रस गरिएन भने अनि के हुन्छ भन्दामा त्यो खानेकुराहरू चाहिँ ती अड्केर बस्छन् दाँतमा। अनि अड्केर बसेपछि ती कुकुर जस्तै किटाणुहरू चाहिँ ती खानेकुराहरू खानातिर जान्छन्। यता त आज खानेकुराहरू जगमा भएको रहेछ, अड्किया रहेछ, ल त्यहाँ जाऊँ भनेर करोडौँ किराहरू चाहिँ त्यहाँ गएर बस्दिन्छन् र अनि ती खानेकुराहरू खान सुरु गर्छन्। अनि ती खाइसकेपछि त तिनीहरूले के चाहिँ फाल्नु पर्यो, अनि तिनीहरूले एसिड फालेर एसिडले गर्दाखेरिमा दाँत चाहिँ कुँदै जान्छ। अनि त्यो कुँदै गएपछि पहिलो हाम्रो चाहिँ दाँतको माथिल्लो भाग हाम्रो यो